नमस्कार सबैजनालाई। आज हाम्रो चाहिँ टपिक चाहिँ स्कुल अफ क्रिमिनोलोजी। आज चाहिँ स्कुल अफ क्रिमिनोलोजीमा हामीले अ, एउटा स्कुल पढ्नेछौँ। फर्स्ट चाहिँ प्री क्लासिकल स्कुल अफ क्रिमिनोलोजी। यसमा चाहिँ यो स्कुलको कुरा अ, गर्दाखेरि यो चाहिँ 18 सेन्चुरीभन्दा अगाडि चाहिँ युरोपमा डेभलप भएको थियो। त्यतिखेर चाहिँ क्राइमलाई चाहिँ मेनली रिलिजियस बिलिफ मार्फत चाहिँ एक्सप्लेन गरिन्थ्यो। सुपरस्टिसन एन्ड द डेमोनोलोजी रादर देन द रिजन अफ साइन्टिफिक एभिडेन्स। साइन्टिफिक आधारहरू केही थिएन। क्राइमको नेचर, क्राइम कसरी हुन्छ भन्ने चाहिँ त्यतिखेर चाहिँ एक्सप्लेन गरिदिन्थ्यो त्यतिखेर। मेनली चाहिँ रिलिजियस बिलिफ मार्फत। डेमोनोलोजी भनेको चाहिँ डेमन, डेभिल भनेको चाहिँ राक्षस हो। एट द्याट टाइम देयर वाज द डोमिनेन्स अफ क्रिस्टियानिटी एन्ड द पोप वाज regarded एट द हेड अफ द चर्च। यानि त्यतिखेर क्रिस्टियानिटीको चाहिँ डोमिनेन्स हुन्थ्यो। त्यतिखेर चर्चको हेड जुन पप हुन्छ नि, त्यतिखेर त्यसको चाहिँ डोमिनेन्स त्यतिखेर हुन्थ्यो द्याट टाइम इन युरोप। कज अफ क्राइम एकोर्डिङ टु द प्रिकासिक स्कुल, crime was not viewed as the result of social, economic, or psychological factor. Instead, it was believed that crime occurred because of supernatural force and the influence of an external spirit known as the demon or devil. त्यतिखेर चाहिँ क्राइमलाई त्यतिखेर सोसल, इकोनोमिक और साइकोलोजिकल फ्याक्टरबाट हेरिँदैन थियो। त्यतिखेर के अरे सुपर नेचुरल फोर्स, त्यतिखेर इन्फ्लुएन्स अफ एक्सटर्नल स्प्रेड, यानि कि क्राइम मान्छेले चाहिँ आफ्नो विलले गरिँदैन थियो त्यतिखेर। केही न केही बाहिरी इन्फ्लुएन्सले गर्दा चाहिँ त्यतिखेर मान्छेले क्राइम गर्थ्यो त्यतिखेर। यो राक्षसहरूको देवी देवताको प्रकोपबाट चाहिँ क्राइम हुन्थ्यो। मान्छेले आफू चाहेर चाहिँ क्राइम गर्दैन थियो त्यतिखेर। यसको चाहिँ यो प्री क्लासिक स्कुलको चाहिँ कन्सेप्ट हो त्यतिखेर क्राइमको के अरे पोइन्ट अफ भ्यूमा। र त्यसपछि आउनुहोस्, यो त्यतिखेर चाहिँ क्राइम गर्दाखेरि सस्पेक्टले चाहिँ यी विभिन्न ट्रायलहरू दिएर चाहिँ आफूलाई इनोसेन्स प्रुभ गर्नु पर्थ्यो। त्यसमध्ये चाहिँ मेथड अफ ट्रायलमा हेर्दाखेरि ट्रायल बाई द अर्डर। The accused underwent painful tests, fire, hot iron, boiling water, survival or the lack of injury was taken as the proof of innocence. यानि कि परीक्षा लिन्थ्यो त्यतिखेर चाहिँ सस्पेक्टलाई। के अरे अग्नि परीक्षा, यो वाटरमा, बोइलिङ वाटरमा राखेर जुन मान्छे चाहिँ त्यस बाँच्थ्यो त्यतिखेर, या सबैभन्दा कम इन्जुरी भएको मान्छेलाई चाहिँ एज अ प्रुफ अफ इनोसेन्स मानिन्थ्यो त्यतिखेर। सेकेन्डमा आउनुहोस्, ट्रायल बाई द कम्प्याक्ट। The accused found the accuser winner was considered right because it was believed that God would support the innocent. अभियुक्त र अभियोग लगाउने व्यक्ति बीच लडाइँ गराइन्थ्यो। जो विजय हुन्थ्यो उसलाई सही ठानिन्थ्यो, किनभने भगवानले चाहिँ निर्दोष व्यक्तिको पक्षमा साथ दिनुहुन्छ भन्ने विश्वास गरिन्थ्यो त्यतिखेर। ल त्यतिखेर चाहिँ पनिसमेन्टको यदि कुरा गर्नुहुन्छ भने पनिसमेन्ट मेकानिजम देयर वाज अ क्रुल एन्ड अर्बिट्रेरी पनिसमेन्ट, टर्चर वाज कमन, नो इक्वालिटी बिफोर ल। त्यतिखेर चाहिँ एकदमै हेनियस चाहिँ पनिसमेन्टहरू दिने गरिन्थ्यो। टर्चर त त्यतिखेर त कमन थियो र कानुनको नजरमा चाहिँ सबैलाई फरक फरक दृष्टिकोणले हेरिन्थ्यो त्यतिखेर। हस्, धन्यवाद आजको लागि।